गभर्नमेन्टको प्रेजेन्स फिल गरिराख्नु भनेको राम्रो कुरा हो जस्तो लाग्दैन मलाई। एज ए सिटिजन अफ नेपाल हामी यति फ्री हुनुपर्छ कि वी सुड नट फिल लाइक गभर्नमेन्ट इज इन्टरफियरिङ इन आवर डे टु डे लाइफ्स। गभर्नमेन्टको एउटै रोल हुनुपर्छ, त्यो हो लजलाई इन्फोर्स गर्ने, रुल्स एन्ड रेगुलेसन्सलाई स्ट्रङ गर्ने। यदि कुनै दुईवटा इन्डिभिजुअल पार्टिज, दुईवटा बिजनेसको बिचमा कुनै कन्ट्र्याक्ट छ भने कसैले ब्रिच गर्न लाग्यो भने बल्ल त्यहाँ आएर गभर्नमेन्टले नो दिस इज नट एक्सेप्टेबल भन्ने। जहाँ जहाँ कानुनमा बाँध्न पर्छ नि मान्छेहरूलाई, त्यतिखेर मात्रै गभर्नमेन्ट देखिनुपर्छ। जतिखेर पनि केही गर्न लाग्यो कि हो मिल्दैन कि क्या हो, त्यहाँबाट पर्मिसन लिनुपर्छ। केही गर्न लाग्यो कि ओ त्यसले ब्लक गर्न सक्छ। ब्रो, द्याट्स नट हाउ फ्रिडम, त्यो फ्रिडम होइन। प्लिज गाइज अन्डरस्ट्यान्ड। अहिले मैले देखिरहेको छु मान्छेहरू अलि खुसी भएको, ओ गभर्नमेन्टको प्रेजेन्स फाइनल्ली फिल हुन लाग्यो है मलाई, कस्तो राम्रो भनिरहेछन् एक दुईजनाले। कहिले पनि फिल हुनु हुँदैन गभर्नमेन्टको प्रेजेन्स।